भजनी जाल्पा मिडियामा यहाँहरूलाई स्वागत छ। दर्शकबिन म यज्ञराज जैसी। प्रतिनिधि सभा निर्वाचन आउन अब 7 दिन मात्रै बाँकी छ। उम्मेदवारहरूको दौडधुप झन बढ्दो छ। भेटघाट, हात मिलाएर मुस्कान सहित जनतामाझ दौडधुप चलिरहेको छ। तर भित्री भित्री चाहिँ सबैको मनमा एउटै कुरा चलिरहेको छ, कति पक्का कति डगमग। दर्शकबिन निर्वाचनको मुखैमा परेको 19 गतेको होली पर्वलाई सभ्य, शान्त र मर्यादित रूपमा मनाउनु होला। रंग खेलौं तर राजनीतिक रंग नमिसाऊ, खुसी साटौं तर प्रचार प्रसार नगरौं। त्यससँगै 18 गते राति 12 बजेपछि मौन अवधि रहेको छ। मौन अवधि भनेको सोच्ने समय हो, बोल्ने समय होइन। साथै यही फागुन 21 गते हुने मतदानमा बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न अनिवार्य रूपमा सहभागी बनाऊ। मतदान गर्न जाँदा आफ्नो मतदाता परिचय पत्र अनिवार्य रूपमा लिन नबिर्सिनुहोला। धन्यवाद। अमृतीय गुण भएको बेलजुस बेल रस सेवनका फाइदाहरू: मधुमेह, मुटु रोगका लागि उपयोगी, पखाला, आउ, ग्यास्ट्रिक, कब्जियत हुनबाट बचाउने, पाचन प्रणाली बढाउने, औषधिको गुण भएको, रोग प्रतिरोधात्मक शक्ति बढाउने, गर्मी याममा शीतलता प्रदान गराउँछ। उत्पादक श्री वन संरक्षण बहुउद्देश्य सहकारी संस्था लिमिटेड, भजनी नगरपालिका 1 कैलालीद्वारा सञ्चालित सहकारी बेलजुस उद्योग भजनी कैलाली। सम्पर्क नम्बर 9812 65 76 95। बेल एक फाइदा अनेक।